Hi guys, what's up? Good morning साथीहरु. अहिले भर्खर बिहानको 7 बजेको छ अनि धेरै समयको अन्तरालपछि भिडियो आयो. It's been a while guys. This is exactly what I'm saying to myself. It's been a while. Why I'm not uploading? अनि I feel like आज चाहिँ म भिडियो बनाउँछु. It might be very raw video. 3-4 मिनेटको यतिकै बोलेको जस्तो without any editing. It's okay guys. Editing हुनै पर्छ भन्ने छैन. But then अब धेरै समय भयो भिडियो नहालेको. So किन हालिन के हालिन. The basic कुरा is like I just want to talk to you guys कि like म पनि भ्लगर थिएँ कहिले. I used to make videos अनि अहिले चाहिँ अब अहिले जोस जागर भएन या के भयो. Like I do upload something in TikTok कहिलेकाहीँ हैन, but YouTube मा चाहिँ as if I never existed भने जस्तै भयो. अनि हैन सुरुमा चाहिँ साथीहरु मैले धेरै भिडियो अपलोड गर्थेँ हैन. यहाँ क्यानाडा आएको केही समयमा जस्तै क्यानाडा आएको लगभग 5-6 महिना त मैले रेगुलरली नै भिडियो हालिरहेको हो त. एन्ड फेरि आई नो वाट ह्यापन. आई थिङ्क वाट रियली ह्यापन वाज लाइक कि त्यो यस्तो भयो क्या, अरू प्रायोरिटिजहरू धेरै भयो अनि भ्लग भनेको त बिस्तारै आउँदै जाम्ला निकै छ र यसमा के डुबिरहनु पऱ्यो भने जस्तो भयो होइन. अनि अरू कुरामा डुबियो एन्ड देन लाइफ गट मिक्स्ड अप सबै कुरा. यो पनि यस्तो पनि. And when you actually want to do multiple things, like जानी नजानी, you have to sacrifice some things क्या. अनि त्यही कारणले गर्दा भ्लग बनाउन साथीहरु त्यस्तै भयो. धेरै ज्ञान पनि नदिउँ साथीहरु हैन, किनकि ज्ञानको अभाव यहाँ सबैलाई छ, मलाई पनि. त्यही भएर साथीहरु अब अलिकति पोजिटिभ भाइब पनि दिएँ हैन, दिनुपर्छ मैले, किनकि धेरै नेगेटिभ भाइबहरू आइसक्यो मबाट. तर साथीहरु अब म के गर्छु भनेर यतिकै भन्न पनि हुँदैन. I don't want to give you a fake promise that I will upload video every day, every week. No, but I want to do guys. I really want to make videos. हैन, बट मलाई के कुराले रोकिरहेछ छ त सब कोर्स कुरा, धेरै कुराहरु छ हैन. किनकि अब अहिले मेरो पढाइ सक्यो, बट पढाइ सके पनि काम छ. काम पछि अरू कुराहरु पनि छ हैन. यहाँ आएपछि अब कोर्समा क्यानाडामा आउनुहुन्छ भने धेरै कुराहरु गर्नुपर्छ यहाँ. So those things I cannot say directly कि यो but I have multiple things to do. अनि but I really want मैले भ्लगको लागि टाइम छुटाउन सकूँ. अरू कुरा त साथी त्यस्तै हेर्नुहोस्, यस्तो राम्रो संसार छ. अनि बिहान भने क्यानाडाको मान्छेहरू हिँड्छन् दौडिन्छन् आफ्नो काममा. कति समयको साथीहरु ब्रेक भयो मेरो है, 3-4 महिना. आई डोन्ट नो, एकपल्ट 2टा भिडियो बनाएँ मैले कोभर लाइफ. त्यस्तो फेरि छैन भिडियो. आई थिङ्क अलवेज कि अब कसैले आएर मलाई मोटिभेट गरोस् त्यस्तो मात्र फिल भयो होइन. आफ्नो पनि त्यो भित्रबाट डिसिप्लिन हुन्छ नि. एट दिस टाइम आई थिङ्क आई रियली रियलाइज कि द पावर अफ कन्सिस्टेन्सी, डिसिप्लिन, त्यो कुराहरू भन्दा चाहिँ मजै आउँथ्यो. सुरुमा डिसिप्लिनको त्यो निबन्ध लेखिन्थ्यो नि त स्कुलमा. एन्ड एभ्रिबडी बी लाइक कि डिसिप्लिन, अनुशासन भनेको गहना हो विद्यार्थीको होइन, लेखिन्थ्यो जे पनि. बट नाउ आइ एम रियलाइजिङ कि डिसिप्लिन इज एक्चुली सो इम्पोर्टेन्ट इफ यु डु एनिथिङ होइन. जस्तो कुरा गरे पनि डिसिप्लिन हुनुपर्ने, कन्सिस्टेन्ट हुनैपर्ने रहेछ. सायद कन्सिस्टेन्ट भएको भएदेखि मेरो पनि धेरै भिडियोहरू हुन्थ्यो होला अहिले होइन. लास्ट इयर मतलब यो रिसेन्ट चलिरहेको इयरमा जनवरीदेखि मैले सायद धेरैमा धेरै भिडियो अपलोड गरेँ भने 10-15टा भिडियो मात्र अपलोड गरेँ होला. तर यही कुरा पहिलो वर्षमा भएको भए चाहिँ मैले मेरो त 1 महिनामा 25-26वटा भिडियो अपलोड हुन्थ्यो पहिला भ्लग्सहरू. एनिवे साथीहरु के भन्ने हैन, कति गफ गरिरहेको छु भने जस्तो हुन्छ. बट एभ्रिथिङ लाइक अल आई वान्टेड टु से इज द्याट आई एम मिसिङ यु गाइज. आई एम मिसिङ द भ्लग्स एन्ड एभ्रिथिङ. अनि किनकि केही कुरा गऱ्यो त्यस्तो कुरा जुन आफूलाई मनपर्छ, केही समय गऱ्यो फेरि ब्रेक लियो भने कस्तो मिस हुन्छ नि त त्यो कुरा. त्यस्तो फिल भइरहेको छ साथीहरु. मैले काममा जाएछु एक्चुली. मेरो काम 8 बजेबाट छ, 7:30 भइसक्यो यहाँ. केही छैन, ढिलो भयो पनि. आफ्नै साथी हो म्यानेजर भनेर चल्दैन साथीहरु होइन, गफ हान्ने. अब आई थिङ्क दिस भिडियो वुड बी यति नै बनाउँछु. आई डोन्ट वान्ट टु मेक a very long video अहिले. So thank you so much guys. अब आजको भिडियोको निष्कर्ष के भनेर पनि भन्न सक्नुहुन्छ हैन.
आजको भिडियोको निष्कर्ष चाहिँ छैन, जस्ट युट्युबमा यसो हालाउन के छ तपाईँ खबर भनेर। अनि अब म क्रस गर्छु साथीहरू एकछिनमा स्ट्रिट, रेड नै छ। द्याट्स इट फर नाउ गाइज, थ्याङ्क यू सो मच, बाई।